सम्पूर्णलाई नमस्कार। म मोहन गुरुङ। अहिले हामी पासगाउँको बौद्ध गुम्बा कर्म थुक्चे छिङलिङ बौद्ध गुम्बा हो। यो गुम्बाभित्र छौँ हामी। आज मसँग यसै गुम्बाको अध्यक्ष हुनुहुन्छ पदम गुरुङ। नमस्कार पदम गुरुजी। नमस्कार। यो गुम्बा बनाएपछि तपाईहरुले के गर्नुभयो यसको विषयमा? यो बनाउँदाखेरि सुरुवातमा पहिलाको छोटकरीमा अनि त्यसपछि तपाईले के बनाए यसको अन्तर सम्पूर्णलाई भनिदिनुस् त। 72 साल 12 गतेको भूकम्पले अब हाम्रो गुम्बालाई सर्काउने, मर्काउने, हल्लाउने, विविध गरेर चाहिँ पानी छिर्ने भयो, गुम्बा भित्र बस्न नसक्ने भयो। हामी खुद्दुल चलिराखेका थियौँ। अब हाम्रो मोहन काका यहाँ पस्कामा आउनु भएको थियो र उहाँले चाहिँ भिडियो बनाउने काम गर्नुहुँदो रहेछ र त्यही सिलसिलामा चाहिँ उहाँले यसो गर्नु क्या भन्नुभयो। अनि हामी दुईजनाले गुम्बाको जीर्ण अवस्थाको हिसाब किताबमा अलिकति सबैले प्रचार गरौँ भन्ने सोचले उहाँ आउनु भएपछि र त्यसको चाहिँ यो प्रचार प्रसार उहाँले भिडियो गर्नुभयो र सबैमा प्रचार प्रसार गर्न पुगेपछि चाहिँ सबै पस्काउहरू गुम्बा यस्तो भएर रहेछ। गुम्बा चाहिँ पुनर्निर्माण गर्ने सिलसिलामा चाहिँ केही सहयोग चन्दाहरू उठाउँ भन्ने अभियन्ताको रूपमा चाहिँ उहाँहरूले रकम उठाउनु भयो। रकम सङ्कलन गर्ने सन्दर्भमा अब एक्ज्याक्ट त होइन तर लगभग चाहिँ 65 लाख पैसा रकम जम्मा बनाएर उहाँले पठाउनु भयो र हामीले यो गुम्बा निर्माण गर्न सक्यौँ। हाम्रो पहिलाको इन्टरभ्यूमा कुरा पनि भएको थियो हैन? तपाईहरुको इस्टिमेट 21 लाख छ तर पैसा त धेरै हुन सक्छ। के गर्नुहुन्छ भन्दाखेरि तपाईले यो नर्थ साइडमा चाहिँ किचन अनि लामाको क्वार्टर अनि माथि रुख बनाउने कुरा गर्नु भएको थियो। अनि त्यसैको लागि बजेट चाहिँ यो त पालिकाबाट पनि केही बजेट आयो। पालिकाबाट नि 6 लाख आयो। तल्लो फ्ल्याट चाहिँ त्यो 6 लाख र श्रमहरू जुटाएर चाहिँ निर्माण भएको थियो। भनेपछि तपाईहरुको चाहिँ 45 6 गते 50 लाख बढी नै खर्च भएको छ। 50 लाख जति खर्च बढी भएको छ। ठिक छ। 65-66 लाख उठेकोमा तपाईको भनाइअनुसार चाहिँ अक्षय कोष बनाइराखेको छ। यहाँ अक्षय कोषमा चाहिँ हाम्रो 20 लाख। अनि यो गुम्बाको नाम चाहिँ मैले स्पष्ट उच्चारण गर्न सकेन। तपाईकै मुखबिन्दुबाट भनिदिनुस् त नाम। अब यो गुम्बाको नाम चाहिँ कर्म थुक्चे छिङलिङ बौद्ध गुम्बा। पदमजी तपाई त गुम्बाको अध्यक्ष भएको पनि धेरै 30-35 वर्ष भइसकेको छ। तपाईको कालमा कस्तो दुःखहरू हो भनेको त अब कसैले भन्नै परेन। अब किनकि त्यत्रो भैँचालो लाग्दा हुँदा पनि तपाईले सम्हालेर बस्नुभयो। तपाईकै अध्यक्षतामा फेरि फन्डहरूको निवेदन अपिल गरेर फेरि यो गुम्बा बनाएर यहाँसम्म ल्याइदिनु भयो भने अहिले यस गुम्बाको लागि लामाहरू गुरु लामाको हो। लामाको यहाँ कोही पनि देख्दिनँ। यसको विषयमा केही भन्न सक्नुहुन्छ? अहिले तिब्बत मनाङदेखि नै गाउँघरदेखि नै सबै अब लामा गुरुहरू सबै सारा तल युके विदेश फरेन कन्ट्री र सहर बजार झर्ने क्रमले गर्दाखेरि चाहिँ अब जहाँसुकै पनि अब लामा खाँचो लामा गुम्बा छ। भनौँ पनि निर्माण ठुल्ठुलो गुम्बा निर्माण गरेको छ तर लामा पुग्ने मान्छे छैन। लामै भएर चाहिँ त्यहाँ भनिन्छ जसमा कि सबै सहर बजार काठमाडौँ पोखरा छ अथवा विदेश छ। अब यहाँ पनि अवस्था त्यही हो। मेरो भान्जा गोपाल गुरुङ लामा र स्वर्गीय नेतर बाको छोरा रामबहादुर। अब यहाँको खास गरी गुम्बाको गुरु भनौँ अब सोधिहाल्यो भने अब यहाँ चाहिँ गोपाल गुरुङ रामबहादुर गुरुङ उहाँ पनि भएर हुनुहुन्छ। उहाँ दुईटा चाहिँ यो गुम्बाको लागि रजिस्टर्ड भएको गुरुहरू हो। तर कुनै बेला पूजा पाठ गरे भने अरू गुरुहरू पनि आउनुहुन्छ। मैले अघि तपाईसँग एउटा कुरा गरेको थिएँ। यो गुम्बाको नाम उच्चारण गर्ने मलाई एकदम अप्ठ्यारो भइरहेको छ हैन? भने त्यस्तै अरूलाई पनि अप्ठ्यारो हुन्छ होला।
अब लेख्दा त अप्ठ्यारो हुन्छ भने अब मैले यो मेन ढोकामा देखेको थिएँ त्यो ढोकामा त टिबेटियन भाषामा के लेखेको छ त्यो त कसले पढ्न सक्छ र अनि त्यसलाई हाम्रै नेपालीमा अथवा अङ्ग्रेजीमा लेखिदियो भने सक्न सजिलो हुन्थ्यो जस्तो मलाई लाग्छ यस विषयमा के सोच्नु भएको छ हजुर यस विषयमा तपाईँको सल्लाह सुझावहरू छ जस्तो हाम्रो काका बिरा साहबले पनि भन्नुहुन्थ्यो यो त तिब्बतन अक्षरमा तिब्बतन लिपिमा भएपछि त हामी त के हो मुख्य भन्नुहुन्थ्यो त्यसकारण चाहिँ अब लामा गुरुहरूसँग छलफल गरिकन शोधनी गरिकन चाहिँ अब यसको उल्टा यसको अर्थ के रहेछ त्यो चाहिँ अब उहाँबाट मागेर अब तिब्बतनमा भएपछि उहाँले जाने भयो आउँदैन त्यसकारण चाहिँ उहाँसँग छलफल गरिकन यो पनि एउटा चाहिँ उल्टा गरेर यो विचार राख्नु भएको हजुर त्यो विचार गर्दैछु उल्टा गर्ने मात्रै नभएर त्यसमा चाहिँ लेख चाहिँ नेपालीमा हजुर अथवा अङ्ग्रेजीमा गरेर विदेशी अहिलेको बच्चाहरूले नेपाली पढ्नु पनि जान्दैन गर्दाखेरि म आफैले पढेर पनि उच्चारण गर्न सक्दैन भने यो टिबेटन भाषामा साह्रै पर्ला गर्दा यो गरेमा राम्रो हुन्छ होला जस्तो मलाई लाग्छ एकदम राम्रो तपाईँहरू विचार गर्नुहोस् हजुर हामी छलफल गर्छौँ हाम्रो समितिहरू पनि तपाईँको सल्लाह सुझावलाई धन्यवाद चाहिँ सिक्नुपर्छ यो गुम्बा त तपाईँले खडा गर्नुभयो अब यसलाई चाहिँ केयर टेकर भन्छ अङ्ग्रेजीमा लुक आफ्टर कसले यसलाई हेरविचार कसले गरिदिएको छ अब अहिले यो गुम्बामा चाहिँ बिहान बेलुका पानी फेर्नु पर्ने पानी शुद्ध पानी धुपबत्ती जलाउनु पर्ने लामा नभए पनि हाम्रो यही गाउँको चाहिँ यो गुम्बा नजिक यो छिमेकी खोकासी बहिनी हुनुहुन्छ अविवाहिता सिङ्गल म जस्तै अविवाहिता त्यसकारण धर्मतिर धेरै आस्थावादी हुनुभयो बहिनीको त्यो बहिनीले जो गुरु हुँदाखेरिदेखिबाटै चाहिँ गुम्बा सरसफाइ गर्ने गुम्बामा पानी फेर्ने धुपबत्ती जलाउने कर्मीबत्तीहरू तयार बनाएर चाहिँ जस्तो औँसी पूर्णिमा बत्ती बाल्न आउँछ त्यो पुरानो सफा गर्ने नयाँ दानहरू बनाएर चाहिँ त्यो राख्ने अब डाक्टर घिउ तताएर चाहिँ त्यो भर्ने कामहरू चाहिँ फुगासे बहिनीले धेरै आस्था राखेर चाहिँ त्यो फुगासे बहिनीले गरिदिइराखेको छ र उहाँलाई हामीले थोरै धेरै सकेन थोरै दिनको 100 रुपियाँ पर्ने हिसाब किताब महिना पारिश्रमिक पनि दिएको छ र यसरी सञ्चालन गरिराखेको छ र हाम्रो यो पस्गाउँ गुम्बामा चाहिँ यो गुम्बा नयाँ पहिला गरिरहन्थ्यो अब गुम्बा भैँचालोले हलाएपछि चाहिँ अब पानी छेड्ने चुने जीर्ण भएपछि गर्न सकेन थियो अहिले चाहिँ हामी हाम्रो लामा गुरुहरूसँग सल्लाह गरिकन अब बुद्ध जयन्ती अब वैशाख पूर्णिमा कहिले पर्छ कहिले वैशाखमा पर्छ कहिले जेठमा पर्न जान्छ वर्षमा एउटा त्यो हिउँपाट हाम्रो स्वर्गीय पूर्व अध्यक्ष भूपाध्यक्ष स्वर्गीय जितबहादुर पाठी अध्यक्ष हुनुहुँदा बेला चाहिँ हिउँ पुस्तक यहाँ हाम्रो अगाडि गुम्बामा सजाएर राखेको छ ठुलो पुस्तक ठेली त्यो चाहिँ त्यो बेला 45,000 भन्थ्यो अहिले त कति पर्छ त्यो बेला 2-3 लाख हजुर त्यसरी उहाँले उहाँको चिनारी उहाँको कीर्ति उहाँले चाहिँ त्यो हिउँ पुस्तक यो पुस्तकको नाम हो हिउँ पुस्तक ठेली चाहिँ उहाँले किनेर चाहिँ चढाउनु भएको छ र त्यही पुस्तक चाहिँ वैशाख पूर्णिमामा चाहिँ हामीले लामा गुरुहरूको निम्ति पाठ पूजा हर वर्ष अब यो गर्दै आइरहेको पनि गर्थ्यो तपाईँको पूर्णिमा यताउता त गुरुहरू बोलाउनुहुन्छ तर हाल यहाँको कुनै पनि लामा पनि छैन अब यसलाई सम्पूर्ण जिम्मेवारी त तपाईँ अनि हाम्रो केयर टेकर बहिनी खोकासीले छैन उहाँहरूले कति साह्रो परिश्रम गर्नुभएको छ भनेको त तपाईँले अहिले भनिसक्नुभयो होइन सम्पूर्ण भिडियो हेरेर बस्नुभएको पसलले गाउँलेहरूदेखि लिएर सम्पूर्ण बुद्धलम्बीहरू पनि भन्नुहोस् अब गाउँमा गुम्बा खडा गर्न त सकिन्छ लामा राख्न सकिँदैन लामै नराखे पनि यसलाई हेरविचार गर्ने मान्छेहरू पाउन सक्दैन अब हाम्रो यो गुम्बाकै सन्दर्भमा चाहिँ अध्यक्ष गर्नुभएको 35 वर्ष भइसक्यो अझै पनि कसैले आँट गरेको छैन यो गुम्बाको अध्यक्षको लागि यसै गरी हाम्रो बहिनी खोकासीले आफ्नो पूर्ण समय फालेर यस्तो गरेको छ भने उहाँको लागि पनि केही गर्न सकिन्छ कि भन्ने तपाईँहरूले सोच्नुहोस् भविष्यमा केही गर्न सक्नुहुन्छ भने हाम्रो
अध्यक्षज्यू यही हुनुहुन्छ पश्चिमको पदम गुरुङ, उहाँसँग सम्पर्क राख्नुहोस्। केही तपाईँहरूबाट केही मद्दत गर्न सक्नुहुन्छ भने डाइरेक्ट उहाँसँग कन्ट्याक्ट गर्नुहोस्, त्यसमा हामी सबै आभारी हुनेछौँ। भने मुख्य अब हामी चाहिँ यो समाज धेरै छैन। अब यतै गुम्बद यहीँको मूर्तितिर जाउँ। यहाँ हाम्रो मूर्ति अब एउटा महाजगत हाम्रो गौतम बुद्ध भइहाल्यो। अनि उहाँ दाहिनेपट्टिको चाहिँ 11वटा टाउको 1000 हात भएको देवता हो। हजुर त्यसमा छोटकरी नाम त्यो तिब्बतीमा चाहिँ चुच्चे स्याल भन्छ। चुच्चे भनेको टाउको, स्याल भनेको 11वटा टाउको भएको र 1000वटा हात चुच्चे स्याल देवता भनिन्छ। यतापट्टि चाहिँ चेरिसे पनि भनिन्छ र न्युनी देवता पनि भनिन्छ। न्युनी देवता उहाँ चाहिँ देवी हो। हजुर, फिमेल गड है। हजुर। अनि गौतम बुद्ध हो, उहाँको विषयमा त सबैलाई थाहा छ। भने अब बायाँपट्टिको मूर्तिमा गुरु रिम्पोछे, उहाँको विषयमा गुरु रिम्पोछे चाहिँ हिजोको कालखण्डमा अब उहाँ हिमालमा बसेको तथ्य, त्यो नागको सर्पको माला लगाएको चाहिँ तथ्यहरू, अब यो चाहिँ उहाँको शक्तिले गर्दाखेरि अब सर्पको विष पिउन सक्नुहुन्थ्यो अरे, भाङधतुरो सेवन गर्नुहुन्थ्यो अरे, हिमालमा बस्नुहुन्थ्यो अरे। गुरु रिम्पोछे। यसै गरी यो बायाँपट्टिको तपाईँहरूको फिमेल गड न्युनीको देवता पनि माथि पनि देखेँ मैले। यो चाहिँ कहाँबाट आएको? यो चाहिँ हाम्रो यहाँको हाम्रो अध्यक्ष जितबहादुर बाजेको हाम्रो कान्छा बाजे हो। तर रामगढ गुम्बा पनि 2 अवधि अध्यक्ष कार्यक्रम सम्हाल्नुभयो। रामगढ गुम्बा त्यसरी आएको भएछ। उहाँले त्यत्रो दिन र उहाँ धर्मप्रति धेरै आस्था हुनुभएकोले गर्दाखेरि उहाँ गत कति सालमा हो, अहिले 4 साल हो कि कति भयो, बाजे चाहिँ हाम्रो वीरबहादुर बाजे चाहिँ काठमाडौँमा बित्नुभयो र उहाँको नाममा चाहिँ उहाँको श्रीमती नन्दकुमारी गुरुङ र उहाँको छोरा सरोज गुरुङ, हेमन्त गुरुङ, उहाँले चाहिँ बाजेको बाको नाममा चाहिँ एउटा मूर्ति आफ्नै गाउँमा बाको जन्म थलो गुम्बावासी त्यो चढाउँ भनेर चाहिँ बाजे वीरबहादुरको नाममा चाहिँ हेमन्त काका र सरोज बाजे अनि काका यो उहाँको श्रीमती नन्द कुमारी गुरुङको सरसल्लाहले चाहिँ यो चढाउनु भएको। त्यसले गर्दाखेरि अहिले हामीले यो गुम्बा साङ्ग्रो भएको कहाँ राख्ने भन्दै यति उत्तम ठाउँ कहीँ छैन। उपाय आयो, गोपाल गुरुले चाहिँ यहाँ राख्दा के हुन्छ होला नाममा भन्यो, अनि सजाएको छ। यो चाहिँ बाजे वीरबहादुरको नाममा चाहिँ उहाँको परिवारले चाहिँ चढाउनु भएको। के गुम्बा? कर्मथु छैन यो गुम्बामा चढाउनु भयो र अहिले यो गुम्बाको लागि ठाउँ पनि एकदम राम्रो पायो। गोपालको डाइरेक्सनमा चाहिँ यो राम्रो देखेको छ। गुम्बालाई नै यति राम्रो भाइब्रेसन दिएको छ यो मूर्तिले, मैले यहाँ फिल गर्छु। हजुर, भने अब हामी अन्तमा आइसकेको छौँ। भने यो गुम्बा ओपनिङ टाइम क्लोजिङ टाइम केही छ कि एनी समयमा? अब यो जहिले पनि लगभग खुला हो। जस्तो अब भ्रमण गर्न आउने